नमस्कार, पारदर्शी ल्यान्ड पोल्यान्डमा हजुरलाई स्वागत छ। हजुर, तपाईँलाई एउटा आज पासपोर्ट वितरण भइरहेको छ। तपाईँलाई कस्तो लागिरहेको छ? नयाँ पासपोर्ट हातमा पर्दा आज कतिको ढुक्क हुनुभयो? आज पासपोर्ट हातमा पाउँदा ढुक्क छु, किनभने त्यस्तो अब पुरानो मेरा कामहरू कति रोकिएका थिए। हजुर, यो पासपोर्ट हातमा आउँदाखेरि अहिले म ढुक्क छु। बर्लिन जानु परेन, पोल्यान्डमै पासपोर्ट पाउँदा कस्तो लागिरहेको छ त नि? समयको पनि व्यवस्थित भयो, पैसाको पनि खर्च अलिक कम भयो। हजुर, अनि पासपोर्ट नभएर रोकिएका कामहरू अब त बनिने भयो नि त होइन? हजुर, ढुक्कले अब यदि जर्मन जानु परेको भए त तपाईँको धेरै पैसाहरू खर्च हुन्थ्यो होला, अनि समय खर्च हुन्थ्यो होला। त्यसको लागि के भन्नुहुन्छ बर्लिन एम्बेसीलाई र आयोजक टिमलाई र नेपाल परराष्ट्र मन्त्रालयलाई? उहाँहरूलाई सबैलाई मुरी धन्यवाद छ। यति गरिदिनु भएको छ हामीलाई सजिलो, त्यसको लागि धेरै धेरै धन्यवाद छ सबैलाई। यो पारदर्शी ल्यान्ड पोल्यान्ड हेरेर बसिनुहुने सम्पूर्ण नेपालीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? पारदर्शी अनलाइन खबरलाई सबैले माया साथ दिनु होला, सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद। धन्यवाद सर। पारदर्शी ल्यान्डमा पोल्यान्डमा तपाईँलाई हार्दिक स्वागत छ। हजुर, धन्यवाद। आज पासपोर्ट लिन आउनु भएको छ, त्यसको लागि कस्तो लागिरहेछ तपाईँलाई? नयाँ पासपोर्ट हातमा पर्दा कतिको ढुक्क हुनुभयो? हजुर, अनि यस्तो हो, अब हामीलाई चाहिँ यहाँ पासपोर्ट बन्दाखेरि अत्यन्तै खुसी नै भएको छ होइन। अब पहिला भन्दा पनि अहिले अझै अलिक सहज र सरल तरिकाले चाहिँ आएको छ। अब जुन सोचेको भन्दा चाहिँ धेरै सहज तरिकाले चाहिँ पासपोर्ट हातमा परेको छ। यसको लागि चाहिँ यहाँको समिति अब चाहिँ एनआरएन समिति लगायत जर्मन एम्बेसीहरूलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। पासपोर्ट नभएर रोकिएका कामहरू अब त बन्ने नै भयो होइन त? हजुर, यसको लागि चाहिँ हामीलाई विदेशमा बसिसकेपछि धेरै कुरा डकुमेन्टको चाहिँ धेरै महत्त्व रहने रहेछ होइन। त्यसमा पनि पासपोर्ट त इम्पोर्टेन्ट कुरा रह्यो। जति पनि कामहरू छन् यो पासपोर्ट बिना रोकिने यहाँको चाहिँ अब कानुनी प्रक्रियाहरू, यसले चाहिँ हामीलाई धेरै सहज सरल बनाउनेछ। यहाँको व्यवस्थापन र कर्मचारीको सहयोग कस्तो पाउनु भएको छ? अहिले यो व्यवस्थापन र यो कर्मचारीको सहयोग चाहिँ अत्यन्तै राम्रो छ। अहिलेको यो सन्दर्भमा चाहिँ म उहाँलाई एकदम हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। एकदमै राम्रो र सरल भएको छ। यसको लागि चाहिँ यो पासपोर्ट वितरण अथवा पासपोर्ट नवीकरण सेवा ल्याउन पहल गर्नेहरूलाई हजुर के भन्न चाहनुहुन्छ? उहाँहरूलाई चाहिँ म हृदयदेखि धन्यवाद भन्न चाहन्छु होइन। उहाँहरूलाई एकदम नमन गर्न चाहन्छु। एउटा क्वेसन सोध्न चाहेँ अझै। हजुर, भन्नुहोस्। अघिल्ला दिनहरूमा पासपोर्ट नवीकरण गर्दाखेरि धेरै लामो समय लगाएर पासपोर्ट खण्ड खण्डमा आइरहेको थियो। यस टाइममा चाहिँ एकदम 2 महिनामै आउन सफल भयो। त्यसको लागि बर्लिन एम्बेसी, नेपाल परराष्ट्र मन्त्रालय र आयोजक टिमलाई के भन्न चाहनुहुन्छ त नि? अब यसको लागि चाहिँ म उहाँहरूलाई चाहिँ अत्यन्तै चाहिँ धन्यवाद भन्छु पहिलो प्रथम त होइन। किन भन्दाखेरि चाहिँ मैले अघिल्लो पटक पनि मैले गराएको थिएँ। त्यसको लागि चाहिँ केही समय धेरै नै लामो समय नै झेल्नु परेको थियो। अहिले बनाउँदाखेरि चाहिँ यो सोचेको भन्दा पनि धेरै छिटो आएको छ। त्यसको लागि चाहिँ पहिला यहाँको आयोजक समिति एनआरएन समिति लगायत अब जर्मन बर्लिन एम्बेसी लगायत परराष्ट्र मन्त्रालय सबैलाई चाहिँ हृदयदेखि नै धन्यवाद र यो काम चाहिँ हाम्रो चाहिँ सरल सहज बनाइदिनु भएकोमा चाहिँ धन्यवाद भन्न चाहन्छु। एउटा कुरा, तपाईँलाई पोल्यान्डमा आएर कागज प्रक्रियाहरू धेरै प्रोसेस लागिरहेको छ होइन? त्यसमाहरू अब धेरै अहिले नयाँ नियमहरू पनि लागिरहेको छ। तपाईँलाई त्यस्तो समस्याहरू त्यस्तो केही परेको त छैन नि अहिलेसम्म? नै, अहिलेसम्म त्यस्तो केही समस्याहरू छैन। यो पासपोर्टको समस्या थियो, यो चाहिँ छिटो भयो। यसको लागि चाहिँ धन्यवाद। पारदर्शी ल्यान्ड पोल्यान्ड हेरेर बस्नुहुनेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? अब यस्तो उहाँहरूलाई चाहिँ अब हेरिराख्नु होला, सूचनाहरू थाहा पाउनुपर्छ होइन। अब यस्तो अब विदेशको ठाउँमा भइसकेपछि कुनै पनि इन्फर्मेसनका कुराहरू, सूचना आदान प्रदानका कुराहरू चाहिँ यहाँको थ्रु आउट थाहा पाउन मद्दत मिलोस् र हेर्नुपर्छ, हेर्ने बानी बसाल्नुपर्छ भन्न चाहन्छु। धन्यवाद सर। हजुर।